नमस्ते, हरर नेपाली टेल्समा यहाँहरूलाई धेरै धेरै स्वागत छ। म आज हजुरहरूको लागि एक सत्य घटनामा आधारित कथा सुनाउन गइरहेको छु। यो कथा मेरो साथीसँग घटेको कथा हो। आउनुहोस् सुनौँ है त उसकै वाचनबाट। मेरो नाम सृष्टि। म खासै यस्तो कुरामा विश्वास गर्ने मान्छे त थिइनँ, तर त्यो दिनबाट मलाई भुतिया शक्तिको अनुभव भयो र म त्यो दिनबाट यो संसारमा राम्रो नराम्रो दुवै शक्ति हुन्छन् भन्ने थाहा भयो। यो घटना 4 वर्ष अघिको घटना हो। मेरो परिवारमा म, मम्मी र बाबा बस्ने गर्छौँ। हामी पोखरामै बसोबास गर्छौँ र मेरो मामा घर विराटनगर हो। यो घटना भएको बेला म 12को परीक्षा सकि घरमै बसिरहेको थिएँ र मैले 12को परीक्षा दिनु अघि मेरो मम्मी बाबालाई मलाई एक्जाम सकेपछि मलाई विराटनगर लगिदिनुहोस् भनेको थिएँ, किनभने मामा घर नगएको धेरै वर्ष भइसकेको थियो र मलाई निकै त्यहाँ जान मन थियो। तर बाबा मम्मीको पसल भएको कारणले उहाँहरू बिजी हुनुभयो र मलाई एक्लै जाऊ भन्नुभयो। म अहिलेसम्म टाढा एक्लै गएकी त थिइनँ, तर त्यस बेला घर बसेर नि के गर्ने जस्तो लाग्यो र जाने निर्णय लिएँ। मलाई बाबाले बेलुका 4 बजे पोखराबाट विराटनगर जाने गाडीमा हालिदिनु भयो र मेरो यात्रा सुरु भयो। बसमा चढ्दा त्यहाँ केही मानिसहरू हुनुहुन्थ्यो। म आफ्नो सिटमा गएर बसेँ। मैले फोनमा गाना लगाएँ र कति बेला निदाएछु मलाई थाहा नै भएन। मेरो आँखा खुल्दा म सहचालक दाइको आवाजले गर्दा उठेको रहेछु। खानाको समय भएको रहेछ। मैले खाना खाएँ र म सोही आफ्नो सिटमा गएर बसेँ। त्यसपछि मलाई खासै निद्रा लागेन। त्यसकारणले म झ्यालमा हेरेर बसिरहेको थिएँ। बाहिर हेर्दा हामी पत्लैयाको जङ्गलको बाटो हिँडिरहेका रहेछौँ। यो जङ्गल हाम्रो नेपालको मधेसी प्रदेश 12 जिल्लामा पर्ने एक प्रसिद्ध जङ्गल हो। यो जङ्गल निकै घना पनि छ। यहाँ हुसुले गर्दा र बाटो लामो भएको कारणले चालकले तीव्र गतिमा गाडी चलाउने गर्दा यहाँ धेरै दुर्घटनाहरू पनि भइरहेको छ र मलाई त्यही सोचेर डर पनि लागिरहेको थियो। घडीमा हेर्दा 11 बजेको रहेछ। गाडीको बत्ती पनि सबै निभाइसकेको थियो। म भने बाहिर बाटोमा हेरिरहेकी थिएँ। साँझ सुतेको कारणले होला मलाई निद्रा लागिरहेको थिएन। बाहिरबाट चिसो हावाले हानिरहेको थियो। यस स्थानमा मैले मानिसहरू गाडीको ठाउँ पनि देखिरहेको थिएँ। अचानक चालकले झ्याप्प गाडी रोक्यो। त्यो आवाजले हामी सबैजना तर्स्यौँ। तर गाडीको टायर पङ्चर भएको रहेछ। जङ्गलको बिचमा थियौँ हामी। सहचालकले हामीलाई 2 मिनट जाने भए गइहाल्नुहोस् है, हामी टायर फेर्छ भन्न थाल्यो। म पनि हल्का हुन्छु भनेर निस्किएँ र म सँगसँगै अरूहरू पनि निस्किन थाल्नुभयो। बसमा बसिरहेको कारणले होला बसको गन्धले मलाई भमिट आउला जस्तो पनि भइरहेको थियो र हावामा निस्किँदा अलि बिसेक पनि भयो। म हल्का हुन अलि जङ्गलनिर कसैले नदेख्ने ठाउँमा गएर हल्का भएँ। हल्का भएपछि बस भएको ठाउँनिर जाँदै गर्दा मलाई पछाडिबाट नानी भनेर कसैले बोलाए। म पछाडि फर्केर हेरेँ, त्यहाँ 30-35 वर्षको महिला हुनुहुन्थ्यो। मैले हजुर भने र हामी गफ गर्न थाल्यौँ। उहाँले मलाई मेरो घर कहाँ हो र म कहाँ जान हिँडेको जस्ता प्रश्न सोध्नुभयो र मैले सिधा उत्तर दिएँ। अँध्यारो भएको कारणले मैले उहाँको मुखमा हेरिरहेको थिइनँ। उहाँले मलाई प्रश्न सोध्नुहुन्थ्यो र मैले सिधा उत्तर दिइरहेको थिएँ। मैले पनि उहाँलाई तपाईँ कुन सिटमा बस्नुभएको छ भनी सोधेँ। तर जब मैले उहाँलाई केही प्रश्न गर्थेँ, उहाँले सिधा उत्तर नै दिनुहुन्थेन। घुमाइ फिराइ मेरै कुरा मात्र सोध्नुहुन्थ्यो। यस बेलासम्म सबै गाडीका मानिसहरू गाडीभित्र गइसकेका थिए। म, त्यो महिला र अलि छेउमा बसका चालकहरू गाडीको टायर फेर्दै हुनुहुन्थ्यो। पहिला भने चाहिँ मलाई भमिट आउला जस्तो भएको थियो र म चाहिँ टायर फेरिन्जेल बाहिरै बस्छु भन्ने सोचेकी थिएँ र अझै ती महिला मेरो छेउमा बसेर बोल्न खोजिरहेकी थिइन्। म भने वरिपरि जङ्गल हेरेर बसेकी थिएँ।
त्यही बेला अचानक मलाई गाडीको सहचालक दाइले आऊ बहिनी भित्र जाऊ, एक्लै नबस, गाडीको टायर पनि भयो, अब गाडी हिँड्छ भन्न थाल्नुभयो। र म झसङ्ग भएँ। एक्लै मेरो छेउमा त एउटा महिला पनि हुनुहुन्थ्यो भन्नुभयो र मैले मेरो छेउछाउमा हेर्न थालेँ। ती महिला मैले कहीँ पनि देखिनँ। एकछिन त जिउ चिसो भयो र मैले पक्कै पनि त्यो गाडीमै गइसक्नु भयो होला भन्ने सोचेँ र म पनि धेरै नसोची गाडीभित्र गएँ। मलाई निकै नै असहज भइरहेको थियो। अघि भर्खरसम्म त मैसँग बोलेर बसेकी थिइन्, कति चाँडो बसमा गइसकेको जस्तो लाग्यो। मैले वरिपरि हेरेँ तर त्यो उमेरको त्यस्तै महिला मैले कतै पनि देखिनँ। मलाई अचम्म लाग्यो र म आफ्नो सिटमा गएर बसेँ। गाडी पनि चल्यो र हामी हिँड्न थाल्यौँ। मलाई साह्रै नै असहज महसुस भइरहेको थियो र मैले सहचालक दाइलाई सोधेँ, दाइ, त्यो अघि मसँग बाहिर कुरा गरिरहेको दिदीको सिट चाहिँ कता हो? बोल्दा बोल्दै कतिखेर बस चढ्नुभयो थाहा नै पाइनँ भने र जे कुरा मलाई सहचालक दाइले भन्नुभयो म अहिलेसम्म कहिले बिर्सिन्न। मलाई अझै नै त्यो कुरा सम्झेर जिउमा काँडा उम्रिने गर्छन्। उहाँले भन्नुभयो, त्यहाँ त तिमी मात्र थियो, अरू त सबै गाडीभित्र गइसक्नु भएको थियो। तर तिमी भने एक्लै बोलिरहेको देखेर मैले, नानी भित्र जाऊ, एक्लै नबस त्यहाँ भनेको थिएँ। त्यो सुनेर म छाकाबाट खसे जस्तो भएँ र मैले त्यो दाइलाई के भएको थियो त्यति बेला मैले सबै भनिदिएँ। त्यो दाइले मलाई यहाँ यस्तै घटना घटिरहेको छ भन्नुभयो र गाडी पनि सुरु भइसकेको थियो। मलाई निकै नै डर लागिरहेको थियो र म भगवानको नाम जपेर बसिरहेकी थिएँ। तर मेरो मनमा निकै नै धेरै प्रश्न आइरहेको थियो। को होला मलाई किन त्यसरी तर्साएको होला भने जस्ता। सोच्दा सोच्दै म कति बेला निदाइछु थाहा नै भएन। मेरो आँखा खोल्दा बिहानको 5 बजिसकेको रहेछ। विराटनगर पनि आउन लागेको हुनाले मैले मामालाई फोन गरेँ र लिन आउनुहोस् मलाई भने। बस स्ट्यान्डसम्म मामा लिन आउनुभयो र हामी मामा घरतर्फ लाग्यौँ। मलाई निकै नै थकान महसुस भइरहेको थियो र हामी मामा घर पुग्यौँ। सबैजना निकै नै खुसी हुनुहुन्थ्यो तर मलाई भने निकै शरीर झुम्म भए जस्तो भएको थियो। त्यो थकान मलाई गाडीमा हिँडेको जस्तो लागेन, त्यो थकान मलाई अर्कै कुराको जस्तो लागिरहेको थियो। म नबोलेको देखेर सबैजनाले के भयो भन्दै हुनुहुन्थ्यो र मैले मसँग बाटोमा घटेको घटना भनिदिएँ र मेरो हजुरआमाले मेरो कुरा सुनेपछि भन्नुभयो, त्यहाँ त्यस्तै हो नानी, त्यहाँ सधैँ तर्साउँछ, अब चिन्ता नगर र आराम गर भन्नुभयो र म पनि धेरै कुरा नसोची कोठातर्फ लागेँ र म एकछिन सुत्न प्रयास गरिरहेको थिएँ र म झ्याप्पै निदाएछु। मैले सपनामा त्यही महिला आएर मेरो घाँटी न्याकेको देखेँ। म झसङ्ग भएँ र चिच्याउँदै उठेँ। सबैजना मेरो कोठामा आउनुभयो र के भयो नानी भन्न थाल्नुभयो। तर मलाई त हनहन्ती ज्वरो आइरहेको रहेछ। मेरो हजुरआमाले मेरो नानीलाई त त्यो किचकन्डीले च्यापिछे भन्न थाल्नुभयो। माइजूले गाउँको झाँक्रीलाई बोलाउनु भयो र मलाई फुक दिन लाग्नुभयो। गाउँको झाँक्री आएपछि मलाई केही पनि याद छैन। त्यसपछि मेरो होस आयो र मलाई घरका मानिसहरूले भन्नुभयो कि त्यो किचकन्डी त मै भित्र पसेकी रहेछे। र जब झाँक्री बाले मलाई मन्त्र भन्न थाल्नुभयो मेरो मुखबाट त्यही भित्र पसेकी किचकन्डीको स्वर निस्किएको थियो रे। त्यसले त मेरो रगत खान आकी रे र मलाई लान पो मेरो ज्यानमा पसेकी रहेछे। तर झाँक्री बाले मन्त्र पढेर बल्ल होसमा पो आएकी रहेछु। म ठुलो कालबाट बचेको रहेछु भन्ने मलाई त्यो दिन महसुस भयो। म त्यहाँ 1 हप्ता जति बसे होला, तर मलाई 1 हप्ता नै मलाई निकै नै बिरामी महसुस भइरहेको थियो र एकदमै कमजोर महसुस पनि भइरहेको थियो।
म त्यहाँ 1 हप्ता बसेपछि मलाई मेरो बाबा लिन आउनुभयो र हामी घर फर्कियौँ। दोस्रो कथा। हामी बाटोमा हिँड्दा कता के घटना घटेको हुन्छ त्यो हामीलाई थाहा हुँदैन र त्यो घटना हामी जोसुकैसँग पनि घट्न सक्छ। यस्तै घटना मेरो साथीको आन्टीसँग घटेको सत्य कथा हो। आउनुहोस् सुनौँ। मेरो नाम आशा मैनाली। हालमा मेरो बुढा र 2 छोरासँग हामी बुटवल बसोबास गर्छौँ। मेरो बुढा पेसाले इन्जिनियर हुनुहुन्छ र मेरो बुढाको राति कहिलेकाहीँ बाटो बनाउने कामले गर्दा नाइट ड्युटी पनि गर्नुहुन्छ। एक रातको कुरा हो, मेरो बुढा रातिको 9 बजे घर आउनुभयो। म र मेरो छोराहरू खाना खाएर बसिसकेका थियौँ। मेरो बुढाले निकै नराम्रो खबर लिएर आउनु भएको रहेछ। उहाँको मृत्युकी आमा यानि मेरो बुढाको मितिनी आमाको मृत्यु भयो रे भनेर भन्नुभयो र उहाँहरूको घर चाहिँ तानसिन पर्वत हो। मेरो बुढा हतारमा आएर कुरुवा बस्न जान पर्यो रे, बिहान लास लाने रे भन्ने जस्तो कुरा गर्नुभयो। तानसिनको बाटो निकै नै डरलाग्दो हुन्छ। अझ राति हिँड्दा त निकै नै जोखिमपूर्ण हुन सक्छ। त्यही माथि मेरो बुढाको बानी हतारमा तीव्र गतिमा साधन चलाउने हुनाले मैले उहाँलाई एक्लै जान दिन मन लागेन र म पनि जान्छु भनेर भने। सुरुमा त मेरो बुढा मानिराख्नु भएको थिएन, तर मैले कर गरेर मान्नुभयो। छोराहरू पनि आफै खाना पकाउन सक्ने उमेरका भएका थिए। मैले उनीहरूलाई राम्रोसँग घरको ढोका लगाउनु र भोलि खाना खाएर स्कुल जानु भनेर भने र हामी बुढाबुढी गाडीमा हाम्रो यात्रा सुरु गर्यौँ। यो बाटो लगभग 2 घन्टाको बाटो थियो। जाडो महिना भएको कारणले बाटोमा निकै बाक्लो हुस्सु लागिरहेको थियो। मैले मेरो बुढालाई बिस्तारै चलाउनुहोस् भनिरहेको थिएँ। हामी गफ पनि गरिरहेका थियौँ। बाटोमा घरहरू खासै देखिन छाडिसकेका थिए। बाटो खासै राम्रो पनि थिएन र निकै नै जङ्गलको बाटो थियो। कहिले उकालो र कहिले ओह्रालो। बाटो तल र माथि एकदम घुमौरो पनि थियो। त्यही बेला हामीले रोडको बीचमा एउटी महिला उभिरहेको देख्यौँ। हुस्सुको कारणले नजिक आएपछि मात्र देखिने हुनाले त्यो महिला नजिक आएपछि बल्ल देखेर मेरो बुढाले झ्याप्प ब्रेक हानिहाल्नुभयो। धन्न बेलैमा ब्रेक हानिहालेछौ भनेर हामी ढुक्क भयौँ र त्यो महिला अलि छेउमा गइन् र मेरो बुढाले यस्तो हुस्सुमा गाडी आएको थाहा हुँदैन, यसरी बाटो छेउमा बस्न हुन्न है भन्न थाल्नुभयो। त्यो महिला हाम्रो गाडीको झ्यालमा आएर हामीलाई तानसिन हस्पिटलमा मेरो बुवा बिरामी हुनुहुन्छ, मलाई छोडिदिनुहोस् न भन्न थालिन्। हेर्दाखेरि कपडामा फोहोर लागेको थियो, तर राम्रै कपडामा थिइन्। हामीले सोच्यौँ कोही बीच बाटोमा फसेकी होलान्, मान्छेलाई आफ्नो कोही मान्छे बिरामी भएछ भन्ने थाहा पाएपछि अलि दिमाग आत्तिन्छ। हामीले उसलाई पनि त्यही भएको होला एक्लै हिँडेकी सोच्यौँ र गाडीको ढोका खोलिदियौँ र ऊ पछाडि बसिन् र हामी हिँड्यौँ। मैले त्यो महिलालाई किन यसरी आउनुभयो यति राति भनेर मैले प्रश्न गरेँ। उसले उत्तरमा म तानसिन हस्पिटल जान आएकी हुँ, मेरो बाबा साह्रै बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर आएकी हो। गाडी नपाए पनि पाइहाल्छ कि बाटोमा हिँड्दै गर्छु भनेर हिँडेकी हो भनेर भनिन्। हामीले पनि हामी पनि त्यतैतिर जान लागेको हो भनेर भन्यौँ। ऊ खासै बोलिरहेकी थिइनन्। टेन्सनमा होलिन् भन्ने सोचेँ मैले। उसलाई देखेर मलाई साह्रै माया पनि लाग्यो र मैले उसलाई पानी खान्छौ भनेर पनि सोधेँ। उसले खान्न भनिन्। मैले उसलाई लुकिङ ग्लासबाट हेर्दा उसको अनुहार राम्रोसँग देखेकै थिएन, कपडा मात्र देखिरहेको थियो। हुन त मैले धेरै नसोची आफ्नै सुरमा झ्याल बाहिर हेरेर बसिरहेकी थिएँ र मेरो बुढा गाडीमा ध्यान दिँदै हुनुहुन्थ्यो। मैले पनि ऊ टेन्सनमा भएको कारणले म नबोलेकै ठिक होला भनेर हामी नबोलिकन आफ्नो सुरमा थियौँ। यस्तै 5 मिनटपछि मैले फेरि त्यो लुकिङ ग्लासमा हेरेँ। त्यहाँ हेर्दा त्यो महिला नै थिइनन्। मेरो बुढालाई भने र हामीले गाडी रोक्यौँ र पछाडि हेर्न थाल्यौँ। त्यहाँ अघिसम्म हामीसँग कुरा गरिरहेकी महिला र अहिले कोही पनि नदेखेर हाम्रो सातो नै गयो। मेरो बुढा र म साह्रै डरायौँ।
हामीलाई थाहा भयो कि त्यो मानिस होइन कुनै प्रेत आत्मा पो रहेछ भनेर। हामीले गाडीमा भगवानको भजन लगायौँ र डराएर फेरि हिँड्न थाल्यौँ। त्यसपछि हामी केही बोल्न पनि हाम्रो आँत काँपिरहेको थियो। मेरो बुढाले मलाई केही हुँदैन भनेर हौसला दिइराख्नु भएको थियो। यस्तै 40 मिनटपछि मित बाबुको घरमा हामी पुग्यौँ र हामीले हामीसँग घटेको घटना सबै भनिदियौँ। त्यहाँ सबै गुरुवाहरू आएर बसिसक्नु भएको रहेछ र हामीले त्यो घटनाको बारेमा भन्दा त्यहाँ हामीलाई भन्नुभयो कि त्यो केटी सधैँ बाटोमा तर्साउँछ अरे। त्यो केटीको मृत्यु पनि त्यही बाटोमा हस्पिटल जान्छु भनेर घरबाट हिँड्दा ट्रक एक्सिडेन्टमा परेर मृत्यु भएको थियो अरे। त्यसैले सवारी साधन चलाउने मानिसहरूले पनि सधैँ देख्छन् रे, तर त्यस्तो देखेमा पनि गाडी कसैले रोक्दैनन् रे। र यदि त्यहाँ केटा मान्छे मात्र भएको भए पक्कै पनि त्यो किचकन्डीले लान्थे रे। धन्न हजुर पनि हुनुहुन्थ्यो भनेर सबैले भन्नुभयो। हामी भगवानलाई धन्यवाद गर्यौँ र बिहान सबै केटा मान्छेहरूले घाटको काम सकेर आएर हामी दिउँसो घर फर्क्यौँ। मलाई त्यो बाटो हिँड्दा निकै नै डर लागिरहेको थियो। त्यहाँपछि त्यो दिनपछि त्यो घटनापछि मैले जति नै महत्त्वपूर्ण काम परे पनि मेरो बुढालाई एक्लै राति हिँड्न दिदिनँ। कथा मन परेमा सब्सक्राइब गर्न नबिर्सिनुहोला र बेल आइकन दबाउन नबिर्सिनुहोला। हजुरहरूले पनि यस्तो कथा हामीलाई सुनाउन र पठाउन चाहनुहुन्छ भने हाम्रो इमेल आइडीमा पठाउनुहोला। धन्यवाद।